किन झुक्राएर बसेको? के गर्नु, घरको याद आइरहेछ, घर जान नि पाउँदैन भने जस्तो परदेशमै बसेको छ। परदेश अब खालि परदेश बनाएको छ, पैसा कमाउनलाई परदेशमै जानुपर्ने छ। आफ्नो ठाउँमा आफ्नो देशमा केही छैन, रोजगारको छैन, के गर्ने, अब घर परिवार छोडेर आउनु परेछ। त्यही भएर अनि यसो घरको याद आएर बसिरहेको नि छु लाएर। त्यो त हो, अब के गर्नु, हामी परदेशीको अब यस्तै त नि। अब हामी परदेशीमा अब आफन्त भन्ने पनि अब परदेशमा अब हामी आफै अब मिलेर बस्नुपर्छ। अब यसै झोक्राएर मात्रै पनि भएन नि त। अब याद त आउँछ नि, कसलाई पो आउँदैन। याद त हामीलाई पनि आउँछ, तपाईँलाई पनि आउँछ, मलाई पनि आउँछ, अरू सबै परदेशी दाजुभाइहरू पनि आउँछ नि, सबैलाई आउँछ नि। अब याद आयो भन्दैमा यसरी झोक्राएर मात्रै बस्ने नि भएन नि। यसो अब हाँसी खुले अब हाँसखेल गर्ने, साथीहरूसँग बोल्ने हिँड्ने पनि गर्नु पऱ्यो नि त।